नमस्ते, मेरो नाम विशेष बुढाथोकी हो र म 22 वर्षको भए। हाल म काठमाडौँमै बस्छु र मेरो जन्मजातै टेढो हो। सानैदेखि नै टेढो हुनेको कारणले गर्दाखेरि मलाई अलि मासमा जान एकदमै अलिकति अनकम्फर्टेबल, माससँग बोल्न, मान्छेसँग गर्न एकदमै अनकम्फर्टेबल लाग्थ्यो। त्यसै कारणले गर्दाखेरि पनि मलाई यो सर्जरी गरौँ, स्क्विनको सर्जरी गरौँ भन्ने मेरो चाहना थियो। र यो आँखा टेढो हुनुको कारणले मेरो टाउको दुख्ने जस्ता लगेर ड्राइभिङमा अलिकति गाह्रो हुने पनि थियो। त्यसै कारणले पनि म अपरेसन गर्न एकदमै चाहन्थेँ। त्यसै कारणले म धेरै ठाउँहरूमा गएँ स्क्विनको अपरेसन गरौँ भनेर। र आखिरमा मलाई मेरो बुवाको साथीले मातृका आई सेन्टर रेकमेन्ड गर्नुभएको थियो र म यहाँ आएँ र मातृका आई सेन्टर एकदमै ओभरवेल्मिङ लाग्यो। फ्रेन्डली इन्भाइरोमेन्ट भएको हस्पिटल लाग्यो मलाई अरू हस्पिटल गए बापत। यहाँ मैले डाक्टर चन्द्र गुरुङसँग पनि कन्सल्ट गरेँ। उहाँले मेरो प्लानिङ गरिदिनु भयो कसरी सर्जरी फर्दर गर्ने भनेर। उहाँले मलाई सबै कन्सल्टेन्ट एकदमै राम्रोसँग गर्नुभयो। सो त्यही भन्न चाहन्छु, मेरो अहिले सर्जरी भएको छ, म एकदम अहिले खुसी छु मेरो रिजल्टको कारणले गर्दा। त्यही धन्यवाद भन्न चाहन्छु मातृका आईलाई। थ्याङ्क यू सो मच मातृका।